गुड मर्निङ साथीहरु। आज चाहिँ म यहाँ लन्चको लागि सब्जी रेडी गर्दैछु। मेरो सब्जी के छ भने देख्नु भएको छ। मेरो सब्जी चाहिँ छ आलु र सिमी हो। अनि यहाँ मेरो सबै मसलाहरु रेडी गरेर राखिसकेको छु। मेरो यहाँनिर तेल पनि गरम भइसकिसक्यो र मैले जीरा हाले। यहाँ मेरो राइस पनि बन्दैछ साइडमा। हतार हुन्छ हो, त्यही भएर छिटो छिटो एकैपट्टि बनाउनु पर्छ। न मेरो प्याज पनि खारिसकेको छ अलमोस्ट। मैले चाहिँ अलरेडी अदुवा लसुन खुर्सानी चाहिँ पिसेर यहाँनिर रेडी गरेर राखेको छु हो। त्यही भएर मैले यो हाले। यो पनि मेरो फ्राई भइसकिसक्यो। त्यसपछि मैले हल्दी हाले, खुर्सानी अनि धनिया। म चाहिँ यति नै युज गर्छु साथीहरु, बेसी युज गर्दिन म चाहिँ मसलाहरु हो। मलाई चाहिँ एकदम सादा मन पर्छ। त्यही भएर अदुवा लसुन प्याज हालिहाले भने धनिया हो त्यति नै हाल्छु। यहाँ चाहिँ मैले सब्जी हाल्दैछु। अब यसलाई चाहिँ एकछिन चलाएर चाहिँ छोपिदिउँ है। अब यो पाक्ने बेला भइन्जेलसम्म चाहिँ म चाहिँ यताउता अलिअलि उ गर्दै गर्छु। मेरो यहाँनिर खाना पनि सिटी आइसकिसक्यो हो। अब यसलाई छोपेर राख्दिउँ एकछिन। हेरौँ अब कति बनिएछ। अलिअलि पाक्यो हो। म चाहिँ पहिला चाहिँ मजाले सब्जीलाई भुटेर त्यसपछि चाहिँ टमाटर हाल्ने गर्छु कि। टमाटर र नुन चाहिँ म माथिबाट हाल्ने गर्छु हो। यसो नुन हाल्दैछु। अब यसलाई पाकिन्छ, टमाटर पाकिन्जसम्म चाहिँ छोड्दिए मैले। त्यसपछि मेरो टमाटर पनि अलमोस्ट पाकिसकेको छ हो। अब यसलाई अझै अलिकति मजाले फ्राई हुनको लागि राखिदिउँ है। अलमोस्ट मेरो सब्जी चाहिँ पाकेर रेडी भइसकिसक्यो। यो चाहिँ मेरो सब्जी हो। हेर्नुस्, मेरो सब्जी रेडी भइसकेको छ। तपाईहरुलाई कस्तो लाग्छ यो आलु सिमीको सब्जी कमेन्ट गर्नु होला। थ्यांक यू।